So, hey guys, welcome back to my new vlog. I hope so. अरे कहना क्या चाहते हो? एकजना सन्चै हुनुहुन्छ, एकदम फिट एन्ड फाइन हुनुहुन्छ। अनि मेरो टाइटल हेर्न थाहा सक्नुभयो होला। यो भ्लग चाहिँ के को बारेमा हुन गइरहेको छ भनेर। मलाई चाहिँ एकदम केही चेन्जेसहरू पनि देख्नुभयो होला ममाथि। के चेन्ज ओके। अनि मेरो चाहिँ न्युजिल्यान्डको फ्लाइट छ सन्डे। आज भयो फ्राइडे। अनि त्यसपछि मैले यो इन्ट्रोडक्सन भिडियो बनाउनै भएको थिएन, जस्तो दिमाग खराब भएर अलि इन्ट्रोडक्सन भिडियो बनाइदिइहालेको। सो त्यही हो मेरो चाहिँ न्युजिल्यान्डको यात्रा, न्यु जर्नी होइन, स्टार्ट हुन गइरहेको छ। अनि त्यो जर्नी चाहिँ म तपाईँहरूमा चाहिँ सेयर गर्न गइरहेको छु। पासपोर्टहरु कागजपत्र छुट्ला हेर्न राख्दा राखेको चिसो छ दिएन हामीलाई पिउँछ सर्ट पिन चिसो छ शीतल हुन्छ केही चिज बेटी खरायो, मैले खाने कपट खरायो। खाने तिमी कता खरायो? यता हेर, भागो 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 भागो। हो खरायो, आई खरायो। लुको 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 लुको। हामी कहाँ जाँदैछौँ? हामी कस्मेटिक सामान लिनु। मैले त आउँदै हुन्छ हाम्रो भुटकुन दिदी। साइना साइना हाई हाई। आज चाहिँ हामी जान लागेको छौँ हाम्रो घरको सबभन्दा सुरुकै दिदी हाम्रोमा जाँदै हुनुहुन्छ र भेरी भेरी नाइस। म चाहिँ बोल्ने कोसिस गर्छु। यो बल्ली भन्नु होला नसक्नु जस्तो चाहिँ। अनि के अरे लाइक सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। दिदी गइरहनु भएको छ, दिदीको कति के अरे 10K सब्सक्राइबर चाहिँ पुगाइदिनु होला। धन्यवाद धन्यवाद। पछाडि हुनुहुन्छ तिनजना, मजाहरू छ, मजा आइरहेको छ एकदमै धेरै। के अरे मुटुको रगत पनि रातो हुन्छ, हाम्रो देशको झन्डा पनि किन भन्छ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट गाइस, त्रिभुवन इन्टरनेसनल एयरपोर्ट। मलाई रुन आउँछ, म अघि टिचर ट्रिसक्यो आँसु नआए। रातिको भ्यू राम्रो छ है दिउँसो भन्दा। बिहान कति बजे? देशभक्ति नगात्मा मेरो देश मेरो। त्यो पनि हुँदैन थियो। सरकारले के गर्छ? सरकार किन बनाउनु होला? हजुर हाई गाइस, सरकार किन किरै सकिन्छ त हौ। मेरो साथी कहाँ छिन्? अनि एकजना पुर्याउन हामी जस्तो 5 जना आउँछन्। यहीँ होली नै हो र? होइन होला गाइस, एकदम भिड छ यहाँ त। हो बना गाइस, हेर्नु न किरै साडी छ। म त राति त धेरै हुँदैन होला भनेको। यी हेर्नुमा पनि सबैले नेपालको झन्डा लगाइरहेको छ। यस्तो छ नेपालीको हालत। हाम्रो वन्दना भन्ने साथी कता छिन्? त्यहाँ त यस्तो भिड छ। आम्मामा ऊ पर अगाडि, उहाँ पर आम्मामा। This
भित्र आइसक्यौँ भित्र यस्तो भिड छ ओ माई गड वन्दना हाई चाहिँ मेरो न्युजिल्यान्डसम्मको साथी न्युजिल्यान्ड गएको साथी हजुर मेरो चाहिँ लगेज यहाँ छ कस्तो फिल भइरहेको छ मुझे रोना आ रहा है त्यसै रोना आएर यहाँ यत्रो चेकिङ हो गाइज आम्मामा एक ठाउँबाट अर्को ठाउँ हामी त हिँड्दैन खुट्टै गलिसक्यो यहाँ छ अर्को चेकिङ कति हो कति गाइज पनि सरिया छैन वन्दना तिमी के भन्न चाहन्छौ के भन्नु यार निन्द्रा लागिरहेछ यस्तो खुट्टा गलिसक्यो आम्मामा लाइन सर्दैन लास्ट थक्कियो यार फेरि गाइज हेर्नु यहाँ हाम्रो गोरी चिट्टेको यस्तो भन्नु फेरि हामीलाई मार्छ नि त्यस्तै हो हाम्रो लाइन डेन्जर छ आधी बस्ने आधी उभिने यस्तै छ नेपाली एयरपोर्टको अवस्था कसैले यसरी भ्लग गरेको थिएन होला मै होला पहिलोचोटि होइन अब यसरी भित्रभित्र कसैले देखाउँदैन मेरो च्यानललाई लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला अब हामी चाहिँ सुन न्यूजीलैंड दोस्त कैसा फील हो रहा है बहुत अच्छा है बोलो ऐसा रोने का नहीं चढिसक्यौँ होइन हामी वन्दना यो बस चाहिँ डेन्जर छ प्लेन चाहिँ पर छ यहीँ बस्दा नि मिल्छ होला बसौँ न यता बस्नु हामी उभिँदाको बस्दा वन्दना कस्तो फिल भइरहेको छ सब टुरिस्ट छन् गाइज हामी कति लक्की छौँ हामी थोरै छौँ नेपाल अरू सबैजना टुरिस्ट डोरमा छु हामी चाहिँ बाहिर पानी पर्दैछ भयङ्कर उभरै पानी पर्दैछ प्लेनको ढोकामा जाउँ ढोकामा सिट खोज्दा खोज्दै मान्छे पागल हुनु रहेछ सिट खोजौँ साथीहरू सिट खोजौँ 53 आयो 54 सी यहाँ हो अनि बी बी यता हो बस न त ए चिज हाल गाइज प्लेनमा त यस्तो पनि दिँदो रहेछ है के हो कोनी थाहा छैन त्यसपछि यो खोल्नुपर्छ चट्टसँगले उलालाई चाहिँ भरे खाने ठाउँ अहिले नखोलौँ त्यस्तै छ अब हाम्रो छेउमा चाहिँ को पर्ने हो विन्डो सिटमा केही देखिँदैन हुँदै रहेछ कस्तो फिल भयो मलाई कस्तो फिल भयो नर्मल उही फिल केही भएको छैन के भन्नु शेयर मात्रै नयाँ हो नि त प्लेन त उही पुरानै हो Have a safe journey. खाना हो तिमीलाई कस्तो लाग्यो बकवास छ यार खाना त छ चिकन दिएको अरे के हो यस्तो बनाएको चाहिँ हेर्दा मिठो छ मेरो चाहिँ छिरीपितिरी छ छ्या त्यही पनि भोक त मेटाउनु पऱ्यो खानै पऱ्यो होइन बकवास खाना जिन्दगीमा खाँदिएको मैले यस्तो नमिठो यस्तो बकवास क्या एकदम बकवास योभन्दा मिठो त नि जसले पनि बनाइदिन्छ क्या यो टुरिस्टहरूलाई के मन परेको जस्तो छ्या कुछ बोलो बहन उसले सबै फाल्यो मैले त त्यति भए पनि खायो उसले त सब फालेछ जसमा चाहिँ फिसको फी पनि छैन करी मात्रै छ उसको भन्दा फाइनल्ली 1 घन्टा ढिले भएछ प्लेनबाट निस्केको हामी यहाँ पछाडि छ गाइज यहाँको एयरपोर्ट चाहिँ यस्तो छ है एकदम बबाल छ बबाल हामी हाम्रो गेट नम्बर खोज्दै जाँदैछौँ हामीले त आफ्नो गेट नम्बरै भेटिनौँ है
कहाँ छ एक ठाउँबाट अर्को ठाउँ पुगिसक्यौँ तर कस्तो मान्छे थोर्कै यहाँ त बिहान बिहानै भएर पनि होला होइन यस्तै छ साथीहरू सिङ्गापुर एयरपोर्ट चाहिँ उता निदायो टाउको यस्तो मुन्टु यस्तो उस्तो गरेर म त निदाउनै सकिनँ यहाँ छ एउटा गेट त उता हो आई होप यहाँ चाहिँ छ होला यस गेटको खोजीमा हामी कता कता पुगिसक्यौँ हामीलाई पनि थाहा छैन सबैले आफ्नो गेट खोजेर बसिसके हाम्रो जम्मा 1 घन्टा टाइम छ 21 कता यता यता जाऊँ त्यो भाइरल थियो नि कहाँ गएछ त्यो भाइरल यस्तो माथिबाट पानी आउनेवाला चाहिँ सिङ्गापुरको त्यो भाइरल थियो क्या गाइज हेर्नु हाम्रो एयरपोर्ट यस्तो बवाल छ यस्तो बवाल एयरपोर्ट कसैको छैन होला अरे क्या अझै माथि अरे ओइ उता हेर त यो अगाडि ट्रेन आउँछ अरे मात्रै जानुभयो हामी त यो एयरपोर्टमा होइन अब ट्रेनको पर्खाइमा बसेका छौँ सबै विदेशी मात्रै छन् आयो ट्रेन पर आउँदैछ त्यहाँ आउँदैछ एयरपोर्ट चाहिँ बवाल छ क्या बवाल साथीहरू ट्रेनमा पनि चढियो चाहिँ ट्रेन हो उता छ एयरपोर्ट अर्को यस्तो छ बाहिर चाहिँ भित्र कता कता राम्रो छ अब कहाँ जानु घुम्नु एकछिन टाइमै छैन ट्रेन चढ्यो अब ट्रेन लान्छ यस्तो छ है ट्रेनबाटको नजारा यस्तो माथि यस्तो छ तल रोड पनि छ के हो यस्तो जे होस् राम्रै छ ट्रेनबाट अगाडि जाँदैछौँ हामी चलो चलो दोस्तो चलो भ्यू एकदम बवाल छ हामी चाहिँ आइपुग्यौँ ठुलो छ तर हाम्रो कहाँ हो नै थाहा छैन स्काई 15 हो 15 त उयो छ हाम्रो 12 थियो होइन T12 उतानिर भेट्यौँ हामीले गेट तर अब हामीलाई गेट भनेर राम लेट्स गो गाइस 7:44 भइसक्यो यहाँ सिङ्गापुरमा हबिबी कम टु न्युजिल्यान्ड यहाँ वेटिङ एरियामा छौँ यत्रो धेरै मान्छे छ फोन चार्जमा लाऊँ भनेको पालै आउँदैन जस्तो छ लेट्स गो न्युजिल्यान्ड नहीं है सर आपका टिकट देंगे तो लेने के लिए रेडी है कल से विनय भी कहीं गया योगेश भी कहीं गया टिभीवाला प्लेनमा बस्न पाइयो त्यसमा चाहिँ एउटा यो ओढ्ने दिँदो रहेछ सिरानी दिँदो रहेछ न्युजिल्यान्डको अनि एउटा हेडफोन पनि दिँदो रहेछ नाइस अनि टिभी पनि छ बन्दना चाहिँ टिभी स्टार्ट गर्दैछ अब चाहिँ मजा आउने पछि यो प्लेन चाहिँ अलिक ठुलो भयङ्कर राम्रो वी विल इन्जोय आवर राइड न्युजिल्यान्डको प्लेनमा टिभी पनि छ त्यस्तै हो जिन्दगीको गोरेटोमा हामी अरूभन्दा खाना चाहिँ त्यो सिङ्गापुरको खाना चम्ची त्यो खाना त यार लास्टै खत्तम जिन्दगीमा दुश्मनलाई पनि नमिलोस् त्यो खाना चाहिँ होइन तर कोही कोहीलाई चाहिँ मिलोस् है कोहीलाई मिलोस् एउटा खोइ नि आन्टीले हेर्दै हाँस्दै हुनु के भन्ने हो त्यस्तै हो हामी यहाँ मात्रै नेपाली छौँ यहाँ सब इन्डियन खोइरीहरूमा छन् हामी नेपाली जति बोले पनि कसैले बुझ्नेवाला छैन त्यही हो गाइस हामी प्लेन चढ्यौँ अब यहाँ के गराउँदैछ मिठो मिठो बास्ना पनि आउँदैछ अब के दिने हो थाहा छैन त्यही हो सी यू गाइस इन अकल्यान्ड पहुँच के नै अहिले खाना खाएको पनि देखाउनुपर्छ ओके गाइस पछाडि हुनुहुन्छ चस्मिस खैरे पछाडि हुनुहुन्छ हाम्रो यो बिचमा चस्मिस खैरे म चाहिँ लायनको फिल्म हेर्दैछु लायनको ऊ चाहिँ ऱ्याबिटको फिल्म हेर्दैछु यो चाहिँ मलाई अस्ति हेरे जस्तो लागेको थियो क्या कति राम्रो छ
ल गाइस म हेर्न थाल्यो अब आइसकेको छ नुडल्स के अरे अब यो खानु पर्यो मिठो होला यस्तो छ यो खान्छु म अनि बात गर्दा कस्तो लाग्यो ब्रेकफास्ट केही मिठो छैन यार केही पनि मिठो छैन दिमाग एउटा बिस्कुट मिठो थियो कोक र स्प्राइट मगायो पनि त्यही मिठो थियो त्यति हो खाएको भनेको अनि त्यो अघिल्लो प्लेनमा पनि एउटा त्यो बोके बिस्कुट मात्रै मिठो त्यसलाई पनि पानीमा चोपेर खाएको मैले त चिया भन्ने यहाँ रातो मात्रै पाउँदो रहेछ दुध चिया नपाउँदो रहेछ यस्तै त जिन्दगी अस्ट्रेलियाको छेउछाउ पुग्न आँटेको साथीहरू हम हवाओं में उड़ रहे हैं आँखाको मुनि यत्रो दाना बस्छ त्यो भनेको निना नपुगेर हो यस्तो प्लेनको नजारा कोही सुतिसके कोही उठिसके सिडनीमा आगो करेला भन्दा तितो छ यार यहाँ हेर न गाइस टाउको त्यसै घुमिरहेछ यो खाना चाहिँ मिठो त्यो पास्ता थियो यो कफीले दिमाग खराब गरिसक्यो अब हामी चाहिँ पुग्न आँट्यौँ पुग्न लाग्यौँ अब यति छ साथीहरू फाइनल्ली अकल्यान्ड एयरपोर्टमा ल्यान्डेड वन्दना एकदम इमोसनल भइरहेको छिन् म चाहिँ जति इमोसनल हुन्थ्यो प्लेनमा भइसक्यो अब मलाई जति इमोसनल त्यही हो एभ्री वान इज हियर ल्यान्ड एयरपोर्ट यस्तो राम्रो छ होइन भन्दैन यस्तो राम्रो ठाउँमा आउँदा के खोज्नु यस्तै हो गाइज अब ब्याग लिन जानुपर्छ होइन अनि म ब्याग लिन जानुपर्छ मेरो ब्याग आयो कि आएन मलाई थाहा नै छैन मैले त गएको पनि देखेको छुइनँ अब ब्याग लिएपछि अनि थाहा हुन्छ के गर्ने भनेर गाइस बाहिर निक्लिसक्यौँ यस्तो चिज हचल रहेछ यहीँ लगेज निकाल्यो भने 12 बजिसकेको अवस्था अनि हाम्रो सुटकेस र हामीहरू चाहिँ यतिकै एयरपोर्ट यताउता झुल्याङ अवस्था द्याट्स अल यस्तो चिसो मौसम छ होइन साथीहरू म तपाईँहरूलाई यस्तो मेरो किन गम्फिङ छु त तिमी पनि आउनु के भन्न चाहन्छु बन्दना नै भनिसकेँ मैले कहाँ भन्यो तिम्रो गाइस यहाँ यस्तो छ मजा छ यस्तै हो एउटा टिकाको दाना पनि झरेन अलिअलि झरेछ आशीर्वाद चाहिँ धरै पाएछु जस्तो छ ठिक छ साथीहरू यस्तै हो एयरपोर्ट भनेको यस्तो छ आधी बाटोमा आएर हामीहरू सुटकेस लिएर बिजोकमा बसिरहेको छौँ धन्न दिदी आउनुभयो हाम्रा दिनालाई धेरै धेरै धन्यवाद अब हाम्रो साथी लिन आउँछ आउँदैन थाहा छैन कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला यस्तो बोल्नु भएको छु अब सुत्ने यहाँ बिहान भइसक्यो निन्दा लाग्यो म साथीलाई जाउँदिनँ साथीलाई बोलिदिएको छु बाई गाइस यो चाहिँ हाम्रो बाल्कनीबाटको भ्यू हो
यस्तै छ भ्यू चाहिँ। आजको भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न